भनेको थियो गाइज हैन यहाँ हाम्रो न्यू ब्लग रे क्या अब बिहे भएपछि घुम्न को कहाँ जान्छन् भन्छ हैन तर घुम्ने भनेको चाहिँ वनजङ्गल डाँडा खोला नाला हो क्या वास्तवमा यहाँ भनेको वनजङ्गलमा अक्सिजन पाइन्छ त्यो सहरतिर गयो भने चाहिँ प्रदूषण हुन्छ क्या यताउता धुलो त्यस्तै हैन फोहोर त्यस्तै यो त सफा हावा मजाको हावा खाइएको छ ट्याक्क घुम्ने भनेको बिहे भएपछि घुम्ने भनेको यस्तै ठाउँ यस्तै ठाउँ ट्याक्क वनजङ्गल हरियाली हो ट्याक्क वनजङ्गल खोला नाला यहाँ तलतिर खोला छ त्यस्तो हो वास्तवमा हो भनेपछि है अब मैले उता चाहिँ घुमाउनु लानु पर्यो रे कहाँ रे कहाँ सहर ठाउँमा कहाँ हो सहर कहाँ लानु सहर मलाई त झ्याउ लाग्छ त्यही भएर वनजङ्गल डाँडातिर घुम्नु चाहिँ रहर लाग्छ अब ट्याक्क अमला टिप्नु जाने खोलामा माछा मार्नु जाने त्यो पो हो त रमाइलो त्यो सहरमा गएर कहाँ हो त्यस्तो पनि ठिक हुन्छ र भनेको सहरमा प्रदूषण धेरै हुन्छ क्या धुवा धुलो उसो भए त यहीँ बस्नु पर्यो त उहाँ पनि किन बस्नुहुन्छ हैन अब उता गइयो अब उता गएपछि त घरमै बसिन्छ नि त हैन घरमै बसिन्छ अब यो ठाउँ पनि घुम्छ नि हेर न अल्का चराइतिर भित्ता हेर न यहाँका मान्छे अक्सिजन पाछन् त अनि त्यही भएर मोटिया छन् नि त्यही भएर राम्रा छन् स्वस्थ छन् यहाँका बरु ढिलो मर्ला नि सहरका छिटो मर्छन् अरू थाहा छ किन चाहे पनि परेछ चाहे परेछ अब हेर यहाँ बसिन्छ नि चाहे अब सकिन्छ क्या ल खै त्यस्तो ठाउँ खै 1 महिना बस्नु पर्यो नि त महिनाको छुट्टी नै छैन त छुट्टी भन्ने यस्तै हो हैन जागिर अब जा गएर गिर भने अब जा गएर गिर फेरि पछिबाट पनि गिर हुन्छ र जागिर जा जानु यस्तो गएर गिर भने प्लेन पनि आउँछ पारी गाडी देखिन्छ यस्तो राम्रो ठाउँ छ अब तँलाई पत्रै लाग्दैन ठाउँै मन परेन र क्या हामी जन्मेको यहीँ हुर्केको यहीँ अनि भेरी नि सुसाउनु पर्ने भेरी पनि सुसाउँछ हौ पछि त्यहीँ नजिकै छ भेरी नजिकै छ खोला नजिकै छ वनजङ्गल घाँस दाउरा यता स्याउला सब नजिकै छ भैँसी पाले पनि भयो बाख्रा पाले पनि भयो गाई गोरु पाले पनि भयो कुखुरा पाले पनि भयो यस्तो ठाउँ छ अब मन परेन घुम्न जानुपर्ने कहाँ पोखरा मनाङ मुस्ताङ हैन काठमाडौँ बुटोल कहिले लानुहुन्छ नेपालगञ्ज घुमेकै त्यस्तो ठाउँमा जाने रे कहिले लानुहुन्छ त्यस्तो ठाउँमा पनि गएर हुन्छ घुम्ने यस्तै हो वनजङ्गलमा ट्याक्क यतातिर जाने टक्क कालपानीतिर जाने यता कालपानी माथिल्लो कालपानीतिर ट्याक्क घुम्ने फिजिकल पनि हुन्छ खुट्टाको खुट्टा दुख्दैन कहाँ दुख्छ जति हिँड्यो जितना रगडा उतना तगडा गोर्खाली थाहा छ कि नै जितना रगडा उतना तगडा जति घोट्यो उति तगडा हुन्छ रे गोर्खाली त्यही भएर जति हिँड्यो त्यति नै फुर्तिलो भइन्छ ओके गाइज 1 लाइक 1 कमेन्ट हानिदिनु होला है 1 लाइक 1 कमेन्ट सेयर गरिदिनु होला मेरो कुरा कस्तो लाग्यो कमेन्टमा ट्याक्क आफ्नो पनि कुरा राखिदिनु होला धन्यवाद।